नमस्ते, म तृष्णा भट्टराई र फर्स्ट अफ अल वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ मसँग बाबा हुनुहुन्छ। आजको भिडियो चाहिँ अलिक फरक हुनेछ। मैले चाहिँ बाबासँग सानो अन्तर्वार्ता लिन खोजेँ, किन भन्दाखेरि मलाई बाबाको जीवनबारे जान्न अलिक उत्सुकता थियो। सो मैले छोटो प्रश्नहरू लिएर आइसकेको छु बाबालाई सोध्नको लागि। फर्स्ट स्टार्ट गरौँ बाबाको जन्मस्थानबाट। बाबा कुन ठाउँ जन्मिनु भएको छोटो भनिदिनु न बाबा। थ्याङ्क यू सरी। म 2036 साल श्रावण महिनामा अछाम जिल्लाको हालको मेल्ले गाउँपालिका वार्ड नम्बर 6 मा मेरो जन्म भएको थियो। खास गरी त्यतिखेर अहिलेको जस्तो हस्पिटल, अहिलेको जस्तो सुविधाहरू थिएन र म एउटा छाउपडी कोठमा अथवा छाउगोठमा जन्मेको थिएँ, जुन चाहिँ हाम्रो घरदेखि झन्डै 500 मिटर टाढा थियो र त्यहाँ चाहिँ जन्मेँ। त्यो पनि अब जन्मेको कुरा त अब आमाले अथवा अरूले, हजुरआमाले खास गरी भन्दा बढी जानकारी भएको कुरा भयो हैन। त्यतिखेर त्यहाँ जन्मेँ र त्यहीँ हुर्केँ। अछाम जिल्ला बेल्ले गाउँपालिका, पुरानो चाहिँ सोर्सादेवी गाविस वार्ड नम्बर 1 थियो, अहिले चाहिँ बेल्ले गाउँपालिका वार्ड नम्बर 6। मैले चाहिँ हालको नन्देश्वरी मावि, जुन चाहिँ हाम्रो बेल्ले गाउँपालिका वार्ड नम्बर 6 मा पर्छ, त्यहाँ चाहिँ कक्षा 1 देखि 5 सम्म पढेँ। त्यो विद्यालयमा बुवा नै टिचर पनि हुनुहुन्थ्यो, शिक्षक हुनुहुन्थ्यो अनि उहाँकै निगरानीमा, उहाँकै उसमा पढियो र 1 देखि कक्षा 5 सम्मको पढाइमा म जहिले पनि आफ्नो क्लासमा प्रथम नै रहेँ। 1 कक्षादेखि 5 कक्षासम्म नै, र 1 कक्षामा त स्कुल प्रथम पनि भयो हैन। मलाई अहिले पनि सम्झना छ। र त्यो स्कुल प्रथम हुँदा हामीले पेन्सिल र कपीहरू पाएका थियौँ। त्यतिखेरको प्राइज भनेको हैन, अहिलेको जस्तो प्रमाणपत्रहरू थिएन। र हामीले खास गरी कक्षा 4 मा गएर अङ्ग्रेजी माध्यमबाट मात्र पढ्न त्यतिखेर हुन्थ्यो। त्यतिखेर अहिलेको जस्तो सरकारी बोर्डिङ स्कुलहरू, प्राइभेट स्कुलहरू थिएन। त्यसैले 1 देखि 5 सम्म त्यहाँ पढेँ भने, अनि 6, 7, 8 जनता माध्यमिक विद्यालय बेल्लेखमा पढेँ, जहाँ चाहिँ हाम्रो घरबाट झन्डै 6-7 किलोमिटरको दूरीमा थियो। बिचमा एउटा जङ्गल पनि पर्थ्यो। मलाई भन्नै मन लाग्यो यसमा है, थोरै मैले यसमा थपेँ। त्यो इन्ट्रेस्टिङ भइरहेछ स्टोरी। जङ्गलमा हामी जाँदा हामी ग्रुपमा मात्रै जान सक्थ्यौँ, एक्लै जान अलि अप्ठ्यारो थियो, किनकि जङ्गलमा अब जङ्गली जनावरदेखि थुप्रै बाघ, के अरे चितुवाहरू होइन, स्यालहरू थुप्रै यस्तो चाहिँ अलि एउटा एक्लै जान अलिक कठिन नै हुन्थ्यो। हामी म चाहिँ 6 कक्षामा चाहिँ घरबाटै हिँडेँ, झन्डै 2.5-3 घन्टा लाग्थ्यो। बिचमा ठुलो जङ्गल होइन, पार गर्दै जाँदा अनि समस्या हुने भएकोले सुरुमा चाहिँ हामी 3-4 जनाको ग्रुपमा, 5-7 जना, 10-15-20 जनाको ग्रुपमै जान्थ्यौँ। र इन्ट्रेस्टिङ कुरा एक दिनको मलाई अहिले पनि सम्झना छ। बिहान अलिकति खाना घरमा ढिलो भयो हैन, बाबाआमाहरू सायद खेतमा के यस्तै सिजन थियो, उहाँहरू काम गर्दै आउँदा अब खाना अलिकति पार्नु ढिला भयो। हत्तपत्त हिँड्ने, सबैजना गइसकेका रहेछन्। म हिँड्दै गर्दा त कोही पनि भेटिएन साथी, र केही पर जङ्गलमा पुगेँ, तैपनि एक्लै स्कुल जानुपर्छ भन्ने लाग्यो। त्यहाँ चाहिँ माथिबाट एउटा चितुवा मैले देखेँ जङ्गलमा बसिराखेको अलि टाढाबाट, अनि मलाई डर लाग्यो र म सर्क फर्केँ। घरमा फर्किसकेपछि अनि त्यो कुरा मैले घरमा पनि भनेँ, र घरमा भनिसकेपछि बाआमाले ल ओहो यो त गाह्रो हो। अनि बाले तुरुन्तै त्यसपछि स्कुलमै गएर अब यसरी हुँदैन, त्यही एउटा कोठा केही गर्नुपर्छ भनेर, अनि हामी बेल्लेखमा त्यो एउटा छात्रावास त थिएन त्यतिखेर, अनि त्यस्तै एकजना बुवाकै जजमान हुनुहुन्थ्यो, उहाँकै एउटा पसलको माथि होइन कोठाहरू भनेर त्यहाँ हामी 2-3 जना मिलेर त्यति बस्यौँ। र त्यहीँ बसेर म झन्डै घर आउनु जाने हुन्थ्यो शुक्रबार होइन। त्यसरी पढ्यो 6, 7, 8 र 8 कक्षामा चाहिँ म बेल्लेखमा प्रथम भइसकेपछि जिल्लामा पनि सेकेन्ड भएँ। र त्यसपछि मलाई अब त्यहाँ अब टिचरहरू पनि नभेटिने, फेरिएको फेरि हुने, र अलिकति पढाइमा मेरो म्याथमेटिक्सको ब्याकग्राउन्ड पहिलेदेखि नै राम्रो, त्यहाँ टिचरै नभएपछि कसरी पढ्ने, प्र्याक्टिकल विषय होइन। अनि त्यसले गर्दा मैले त्यहाँदेखि अब हुँदैन भनेर त्यसपछि कैलाली आएँ होइन, वीरेन्द्र विद्या मन्दिर मावि, त्यतिखेर अहिलेको चाहिँ उच्च मावि पनि छ होइन, वीरेन्द्र विद्या मन्दिर जुन स्कुल, त्यहाँ चाहिँ मैले इन्ट्रान्स दिएँ। इन्ट्रान्समा फेल पनि भएँ सुरुमा, फेरि सेकेन्ड इन्ट्रान्समा पास भएपछि बल्ल मेरो एडमिसन भयो क्लास 9 मा। म चाहिँ अछाममा जिल्ला सेकेन्ड टप भए पनि वीरेन्द्रमा आउँदा चाहिँ इन्ट्रान्समै फेल हुनु भनेको त्यतिखेरको वीरेन्द्रको पढाइ निकै राम्रो रहेछ भन्ने बुझियो। त्यहाँ आइसकेपछि मैले त्यहीँबाट एसएलसी, मैले त्यतिखेरको अहिलेको एसई भन्छ, पास गरेँ।
सम्झनालायक कुराहरू त धेरै छ होइन, सबै चिजहरू भन्दै जाँदा त एउटा फिल्मै बन्छ होला, रिलै बन्छ होला होइन। तर कुरो के भयो भने त्यतिखेर हामी पढ्दाखेरि अहिलेको जस्तो मोबाइल, अहिलेको जस्तो टेक्नोलोजीको कुराहरू थिएन होइन, प्रविधिको कुराहरू थिएन। हामी झोला बोक्ने, जाने विद्यालय पढ्ने होइन, त्यसमा चाहिँ बढी जस्तो एउटा ग्रुप स्टडी हुन्थ्यो। त्यो ग्रुप स्टडीमा चाहिँ हामी जो अलिकति क्लासमा जान्ने विद्यार्थी उसँग सिक्ने र कहिलेकाहीँ घरमा हुँदा पनि अभिभावकहरू होइन, दिदीहरू हुनुहुन्थ्यो, एकजना मदन दिदी, उहाँहरूसँग पनि हामीले सिक्न जान्थ्यौँ नजिकै बस्दाखेरि। र त्यस्तै अरू साथीभाइहरूबाट पनि सिकिन्थ्यो। र ट्युसनहरू त हामी पढेनौँ, बढी जसो क्लास कोचिङ क्लासहरू हुन्थ्यो, अरू एक्स्ट्रा क्लासबाट त्यसरी पढिन्थ्यो। र त्यसमा मेमोरेबल भनेको हामी धेरै घटनाहरू छन्, त्यसमध्ये एउटा सम्झन लायक म चाहिँ हामी 2050 सालमा पोखराको शैक्षिक भ्रमणमा गइयो। शैक्षिक भ्रमणमा जाँदा हामी आबु खैरेनीमा बास बस्यौँ। त्यतिखेर अहिलेको जस्तो मनोकामना केबुल कार पनि थिएन। अनि आबु खैरेनीबाट हामी भोलिपल्ट बिहानै उज्यालो नहुँदै झिसमिसिमै उकालो हिँड्यौँ। हिँड्दै जाँदा माथि उकालोमा पुगिसकेपछि एकजना विदेशी होइन, उनी चाहिँ पनि सँगसँगै हिँड्दै थिए मनोकामना हेर्नलाई। र त्यहाँ चाहिँ उनले एउटा झारीमा समाते र उनलाई पोलेछ होइन, झारीमा समातेर पोलेछ। पोलेपछि म सँगै थिएँ, म पनि सँगसँगै, हामी किनभने हामी पनि सँगसँगै थियौँ। वाह करेन्ट भन्यो उसले है। अनि मलाई चाहिँ अब हामी त सिस्नुसँग सधैँ खेलिराखेको, उनले चाहिँ सिस्नु भन्ने थाहा रहन्छ। अनि त्यो देखेपछि एकछिन हामी हाँस्यौँ पनि सबैजना यो। अनि पछि उनले थाहा पाएछन् यहाँ चाहिँ ट्रीले, रुखले पनि पोल्दो रहेछ होइन, सानो झारले पनि उनले बुझेछन् होइन। अब यस्तो खालको त्यो पनि एउटा रमाइलो नै भयो। र अनि साँझ हामी बसमै सुतेका थियौँ र सरहरू पनि हामी छतमै बसको सुतेका थियौँ होइन। त्यस्तो खालको एउटा मेमोरेबल त्यो चिज पनि छ। थुप्रै ठाउँहरू हेरियो, पोखरा घुमियो होइन, त्यहीँ चाहिँ आफै पकाएर पनि खाइयो। त्यो पनि एउटा कहिल्यै नबिर्सिने खालको छ। त्यो भयो। अब धेरै छन् त्यस्ता होइन। त्यसमध्ये अर्को अब नानीले सोधेको जुन यातायातको कुरा हो, त्यतिखेर यातायातको साधन थिएन। सडक चाहिँ हाम्रो टोटीसम्म चाहिँ भर्खर कच्ची सडक बनेको थियो। र त्यसमा पनि मेमोरेबल यात्रा गर्दाका छन् घटनाहरू होइन। खास गरी हामी त्यतिखेर यात्रा गर्दा मैले प्रायः प्लेनबाटै यात्रा गर्थ्यौँ। 225 रुपियाँ लिन्थ्यो त्यतिखेर। हामीले डिस्काउन्टसहित त्यो 25% चाहिँ विद्यार्थीलाई छुट दिन्थ्यो। कहिलेको कुरा हो बाबा यो चाहिँ? यो चाहिँ 48 देखि 50 सम्मको कुरा हो होइन। 225 हो, 50-51 सम्म भनौँ, मैले एसएलसी 52मा गरेको होइन। त्यतिखेर हामी प्रायः प्लेनमै जाने आउने गर्थ्यौँ। र अर्को एउटा इन्ट्रेस्टिङ, एक दिन चाहिँ प्लेन टिकापुरबाट हाम्रो साफे बगर उड्यो र साफे बगरमा ठुलो चाहिँ हावाहुरी आएको रहेछ। अनि हावाहुरी आएपछि प्लेन बस्नु सकेन, फेरि कैलालीमै फर्क्यो। भोलिपल्ट त्यही प्लेनको डिले सेड्युल चाहिँ एउटा आयो होइन, हामी त्यही सेड्युलमा उड्यौँ। त्यो दिन चाहिँ हामी भोलिपल्टमा साफे बगर झरेँ। अनि घर जानुपर्ने, तर अब घर साफे झरिसकेपछि त अब हिँड्नु पऱ्यो होइन। अनि घर जाँदा अलि लामै हुन्छ होला यो होइन, उत्तर दिँदा त। अनि त्यो अघिल्लो दिन त बुवा पनि लिन आउनु भएको रहेछ, 12 एकजना भाइ सिद्धराज होइन, उनीहरू लिन आएका रहेछन्। तर अब भोलिपल्ट उहाँहरू फर्किनु, अघिल्लोपल्ट फर्किसक्नु भएको रहेछ। अनि म चाहिँ अब प्लेनबाट झरिसकेपछि अब त घर जानै पऱ्यो भनेर उकालो हिँड्दै गएँ नन्देगडा पुगेँ। रात लगभग 5 बजिसकेको थियो। त्यहाँ एकजना हाम्रो पसले दाइले चाहिँ आज नजानु भएको, यति बस्नु, त्यहाँ अब हिजो बाघ भालुको डर हुन्छ जङ्गलमा, हिजो तपाईँको बुवाले भालु पनि भेटाउनु भएको थियो, जान गाह्रो होला भन्नुभयो। तर पनि घरमा पुग्ने अभिलाषा होइन, लामो समयको ग्याप थियो। म त्यो जङ्गलमा कुद्दै गएर होइन गएँ, कुनै डर होइन नमानेर। झन्डै 2-2.5 घन्टाको बाटो, झन्डै लगभग 1-1.25 घन्टामा म घर पुगेँ। त्यो चिज पनि मेमोरेबल नै छ। र यात्राको त्यतिखेर सुनिहाल्यो नानीले होइन, त्यही नै हो। त्यतिखेर यात्रा एकदमै गाह्रो थियो। र एकपटक त कतिसम्म भयो भने हामी बासको भिर भन्ने ठाउँ छ, बसमा जाँदै थियौँ, अगाडिबाट ठुलो ढुङ्गा खस्यो र बाटो ब्लक भयो। रातभरि झन्डै 24 घन्टा हामी त्यही बाटोमै बस्यौँ। र त्यो पन्छाइसकेपछि पछिल्लो दिन मात्र हामी सिलगढी पुग्यौँ र त्यहाँबाट हिँड्दै 3 दिनपछि मात्रै घर पुग्यौँ। त्यस्ता थुप्रै कुराहरू छन्। बाबालाई चाहिँ अध्ययनमा अलि रुचि भएकोले थोरै एजुकेसनको बारेमा भनिदिनु, वाइ इट इज नेसेसरी? अब यो प्रश्न आफैमा पनि एउटा इम्पोर्टेन्ट छ हरेक व्यक्तिको लागि। शिक्षा भनेको एउटा ज्ञानको भण्डार हो। हामी जतिसक्दो अध्ययन गर्नुपर्छ, पढ्नुपर्छ होइन।
अध्ययनले नै हामीलाई परिपक्व बनाउँछ। अध्ययन भनेको आफैमा ज्ञानको भण्डार हो है। जति हामीसँग इन्फर्मेसन भयो, जति ज्ञान भयो, जति नलेज भयो, त्यसले हामीलाई हरेक कुरामा म्याच्योर बनाउने, परिपक्व बनाउने र भविष्यमा हामी एउटा सफल बनाउने पनि आधार हो। हामीले टेक्ने आधार, हामीले जीवन जिउने आधार र हामी अगाडि बढ्ने आधार भनेको नै ज्ञान हो। त्यो ज्ञान भनेको शिक्षाबाटै आउँछ, अध्ययनबाटै आउँछ। त्यस्तो लाग्छ मलाई चाहिँ। त्यो भएर मैले अलिकति पढ्ने कुराहरूमा कम्प्रोमाइज गर्नु हुँदैन, यसलाई कन्टिन्यू गर्नुपर्छ, यसलाई अझै होइन हामीले सकेसम्म सूचना लिने, अध्ययन गर्ने, पढ्ने कुराहरूमा हामी कहिले पनि कमी गर्नु हुँदैन जस्तो लाग्छ। हुन्छ बाबा अगाडि हेरेर भन्नु ल। बाबाको लागि चाहिँ सुख के हो बाबा? सुख के हो, दुःख के हो? यो सुख भनेको कुनै कोही खोज्ने चिज होइन। सुख भनेको आफैभित्र हुन्छ होइन। अब हाम्रो सोच कस्तो हुन्छ भने हामी सुख खोज्नको लागि अथवा आनन्द खोज्नको लागि हामी बाहिर बाहिर कुद्छौँ, नयाँ नयाँ ठाउँमा जान खोज्छौँ। तर जहाँ गए पनि, जति कुदे पनि हामीले बुझ्नुपर्ने एउटा महत्त्वपूर्ण कुरा के हो भने सुख भन्ने चिज एउटा केमिकल हो होइन। त्यो चिज हामीभित्रै छ होइन। हामीले आफूभित्रै खोज्ने हो र हाम्रै फ्यामिलीमा खोज्ने हो, आफ्नो परिवारमा, आफ्नो के अरे आफ्नो परिस्थितिमा भनौँ न, आफ्नो यदि हामीले जति अनुकूल बनाउन सक्यौँ, त्यो परिस्थितिलाई हामीले राम्रो बनाउन सक्यौँ, त्यही नै ह्याप्पिनेस हुन्छ, त्यही नै सुख प्राप्ति हुन्छ। र हाम्रो कस्तो परिवेश छ भने बाहिर अरूलाई देखेर हामी खुसी हुने, अरूलाई देखेर मात्र ह्याप्पी हुने चिज छ, त्यो गलत हो। खुसी चाहिँ आफैभित्र खोज्ने हो, आफैभित्र आनन्दित हुने हो। त्यसको लागि मैले अघि पनि भने अध्ययन गर्नेले अध्ययन गरेर होला, अरू चिज गर्नेले अरू चिज गरेर होला। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको त सम्बन्ध, रिलेसन। राम्रो सम्बन्ध, राम्रो स्वभाव होइन, सुमधुर सम्बन्धले नै खुसी दिन्छ। र हामी ह्याप्पिनेस भन्ने चिज अरूसँग खोजेर अरू ठाउँ गएर पाइँदैन, आफैभित्र खोज्ने हो। त्यसैले खुसीको परिभाषा त जति पनि छ होइन। कसैले केलाई चिजलाई कुनै चिज प्राप्ति गर्नुमा खुसी भन्छ, तर मलाई कस्तो लाग्छ भने खुसी भन्ने चिज चाहिँ फिलिङ्स गर्ने चिज हो, आफैभित्र हुन्छ त्यो। र त्यसको लागि हामीले आफै चिन्तन मनन गर्नुपर्छ। हजुरको विचारमा चाहिँ खुसी चाहिँ कसरी हुन सकिन्छ? खुसी हुनको लागि हामीले धेरै तरिकाहरू छन् होइन। मान्छेले जीवन जिउने कुराहरूमा खुसी प्राप्त गर्ने धेरै कुराहरू हुन्छन्। त्यसमध्ये हामीले के चिज प्राप्ति गऱ्यौँ होइन, त्यसमा चाहिँ खुसी हुने हुन्छ। तर मलाई के लाग्छ भने खुसी हुने, आनन्द हुने चिज चाहिँ हामीले आफैभित्र खोज्नुपर्छ होइन। यदि हामी सन्तोष हुन सक्यौँ, आफ्नो काममा आत्मसन्तुष्टि लिन सक्यौँ होइन, आफ्नो काममा आनन्दित हुन सक्यौँ भने त्यही नै खुसी हो। र त्यसको लागि सबैभन्दा महत्त्वपूर्ण कुरो भनेको सुमधुर सम्बन्ध। फ्यामिलीमा सबैभन्दा पहिले फ्यामिलीभित्र सुमधुर सम्बन्ध हुन सक्यो भने सबैभन्दा ठुलो खुसी त्यही नै हो। पारिवारिक खुसीले नै सबैभन्दा बढी खुसी ल्याउँछ। र सबैसँग अपेक्षा राखिएन, कसैसँग के अपेक्षा राखिएन भने त्यहीबाट बढी हामीलाई सुख प्राप्त हुन्छ र खुसी त्यहीबाट प्राप्त हुन्छ। भनेपछि जिरो एक्सपेक्टेसन हुनुपर्छ सबैसँग, एक्सपेक्टेसन नराख्दा राम्रो सकेसम्म। अब एक्सपेक्टेसन नराख्ने भन्ने त हुँदैन, राख्नै पर्यो होइन। हरेक कुन चिजमा राख्ने, के चिजमा राख्ने भन्ने हो, यो एउटा आध्यात्मिक कुरा पनि हो होइन। एक्सपेक्टेसन बिनाको जीवन त त्यति त्यो आफैमा निरस होला होइन। एक्सपेक्टेसन त राख्नै पर्छ, तर ओभर एम्बिसियस पनि हुनु भएन होइन। ओके। मैले चाहिँ प्रायः जसो अलि नलेजेबल होइन, अलि आध्यात्मिक किसिमको पनि, ज्ञानवर्धक अनि राजनीतिक, सामाजिक, आर्थिक र पहिला त म सबै खालको बुकहरू पढ्थेँ, पुस्तकहरू पढ्थेँ। अब यो ज्ञानको भण्डार भनेको असीमित छ। त्यसैले हामी सबै किसिमको नलेजहरू लिएर सबै किसिममा हामी ज्ञाता पनि बन्न सक्दैनौँ। अनि मलाई पहिला जस्तो किसिमको पुस्तकहरू पढ्ने होइन थियो, तर पछिल्लो चरणमा मैले खास गरी यो अर्थसँग सम्बन्धित होइन, त्यस्तै स्वास्थ्यसँग सम्बन्धित र मान्छेका अब जस्तो कतिपय ठुल्ठुला व्यक्तिहरूका जीवनीसँग सम्बन्धित बुकहरू पढ्छु र आध्यात्मिक ज्ञानसँग बुकहरू अझ विशेष गरी मेरो रुचि छ। र मलाई स्वास्थ्यसँग सम्बन्धित बुकहरूमा डाक्टर जीवन कुमार प्रसाईको होइन जीवन जिउने कायदा पनि एकदमै राम्रो लाग्छ। त्यस्तै स्वामी रामदेवको यो प्राणायाम रहस्यदेखि लिएर त्यस्तै स्वामी योगानन्दको एउटा आत्मकथा जीवनी पनि मलाई एकदमै त्यो इन्स्पायर भएको बुक हो। र
र यो पढ्दाखेरि हामीले त्यो चिज पढिसकेपछि बुकबाट हामीले के लियौँ त्यो महत्त्वपूर्ण कुरा हो। पढ्नु आफैमा अक्षर काउन्ट गर्नु मात्र ठुलो कुरो होइन है। ती पढिसकेपछि त्यसबाट हामीले के प्रेरणा प्राप्त गऱ्यौँ र त्यसले हामीले के डेलिभरी गऱ्यौँ, अरूलाई के दिन सक्यौँ र आफ्नो बानी व्यवहारमा के परिवर्तन गर्न सक्यौँ, त्यो ठुलो कुरा जस्तो मलाई लाग्छ होइन। अब विद्यार्थीहरूले त एकाडेमिक कुराहरू नै बढी पढ्नु पऱ्यो, त्यसमै फोकस हुनु पऱ्यो, तर साइड लाइनहरूमा उसले समसामयिक नलेजका कुराहरू होइन, सामान्य ज्ञानका कुराहरू पनि पढ्नु पऱ्यो। अब उसको भोलिको क्यारियर कस्तो बन्छ त्यसैमा चाहिँ आफू निर्भर भएर पढ्ने हो। त्यसरी हामीले सोच्नुपर्छ पढ्ने कुराहरूमा, र जे मन लाग्यो त्यो पढ्ने पनि होइन। आफ्नो एउटा उद्देश्य के हो, भविष्यमा म के बन्दैछु, मेरो क्यारियर कता जाँदैछ, त्योसँग सम्बन्धित हामीले बुकहरू खोजी गरेर पढ्ने हो। र एउटा महत्त्वपूर्ण कुरा के चाहियो भने पहिला आफू सक्षम बन्नको लागि होइन, आफू चाहिँ क्यापेबल बन्नको लागि, आफू भित्रबाट स्ट्रङ हुनको लागि चाहिँ कतिपय आत्मकथाहरू होइन, किनभने वर्षौँको अनुभव हुन्छ नि आत्मकथा होइन। मान्छेले 20 वर्ष 30 वर्ष 50 90 वर्षको अनुभव हुन्छ, त्यो अनुभवलाई हामीले तुरुन्तै पढ्न सक्छौँ। त्यसैले ठुल्ठुला एउटा महान व्यक्तिका आत्मकथाहरू पढ्दा हामीलाई चाहिँ धेरै ज्ञान छिटै प्राप्त हुन्छ। त्यसैले चाहिँ हामीले आत्मकथाहरू पनि महत्त्वपूर्ण हुन् ज्ञानको लागि जस्तो लाग्छ। हरेक बुकको चाहिँ उद्देश्य फरक फरक किसिमले हुन्छ होइन। कुन बुकले चाहिँ कस्तो खालको चाहिँ के अरे ज्ञान दिन्छ त्यो आफैमा बुक अनुसार भर पर्ने कुरा हो। अब मैले चाहिँ नर्मल्ली पढिराखेका बुकहरूमा जस्तै आध्यात्मिकको कुरा गर्ने हो भने मान्छेको जीवनलाई होइन कसरी चाहिँ एउटा राम्ररी अगाडि बढ्ने होइन, आत्मविश्वासका साथ एउटा चाहिँ स्वस्थ रूपमा होइन, एउटा राम्रो सम्बन्धका साथ कसरी अगाडि बढ्ने भन्ने हिसाबमा आध्यात्मिक बुकहरू नै बढी हुन्छ। जस्तै गीताका कुराहरूदेखि लिएर अरू थुप्रै बुकहरू पनि छन् होइन, नेपाल हाम्रो यो धर्मशास्त्र अनुसारका। अब यो हामीले पढ्ने बुकहरूबाट लिने ज्ञानलाई डेली लाइफमा प्रयोग गर्ने भन्ने चिज होइन आफैमा एउटा महत्त्वपूर्ण कुरा पनि हो। र सबै बुकको चिजहरू हुबहु हाम्रोमा प्रयोग हुन्छ भन्ने पनि होइन। अब जस्तै एउटा भनाइ छ नि, हामीले हिटलरको बुक पढ्दा पनि ज्ञान प्राप्त हुन्छ अरे, किनभने हिटलरको बुक पढ्दा के गर्नु हुँदैन भन्ने कुरा थाहा हुन्छ अरे होइन। त्यस्तै महात्मा गान्धीको बुक एउटा आत्मकथा पढ्दा के चिज चाहिँ गर्नुपर्छ भन्ने थाहा हुन्छ अरे। त्यसैले पढ्दाखेरि हरेक बुकले चाहिँ राम्रा कुरा र नराम्रा कुरा दुइटै दिएको हुन्छ। तीमध्ये के गर्नुहुन्छ र के गर्नु हुँदैन भन्ने चिजको आधारमा हामीले त्यसरी चाहिँ बुझ्ने हो। त्यसैको आधारमा हामीले कतिसम्म सकिन्छ हाम्रो जीवनमा त्यसलाई फलो गर्ने हो होइन। हुबहु सबै चिजहरू हामी प्रयोग गर्न पनि सक्दैनौँ। हाम्रो सामाजिक परिवेश, पारिवारिक पृष्ठभूमि, हाम्रो चाहिँ जीवनशैली होइन, यो सामाजिक यो सोसियल डाइनामिक्सले पनि यस्ता कुराहरू भर पर्छ। समाजले पनि निर्धारण गर्छ। कतिपय हामीलाई मन नलागे पनि हामी समाजमा सहभागी हुनुपर्छ। समाजको लागि समाजमा एउटा जिम्मेवारी नागरिकको रूपमा रोल खेल्नु। कतिपय अफिसमा हामीले चित्त नबुझ्दै पनि हामीले काम गर्नुपर्छ होइन। इलिगल होइन कि लिगल कुराहरूमा पनि होइन, हामी आफूलाई चित्त बुझिराखेको हुँदैन, तर आफूले त्यो लेभलको एउटा हामीसँग निर्णय गर्ने अधिकार हुँदैन, काम गर्नुपर्ने हुन्छ होइन। आफूलाई चित्त गलत थाहा हुँदाहुँदै पनि अरूलाई हामी भन्दै पनि अरूले नमान्न सक्छ। त्यसैले किनकि त्यो एउटा सामूहिक रूपमा रोल खेल्ने ठाउँ हुन्छ। परिवारभित्र पनि त्यही हो होइन। हामी फ्यामिलीमा पनि हामी सबै चिज एकजनाले भनेको सबैले मान्नुपर्छ भन्ने हुँदैन। आफ्नो रोल हुन्छ, आफ्नो भूमिका हुन्छ। हामी जीवन आफैमा एउटा लर्निङ हो, सिकाइ हो होइन। त्यसरी नै हामीले बुकबाट लिएका नलेजहरूलाई पनि हाम्रो लाइफको ट्रान्सफर्मेसनमा त्यसरी नै आफूलाई सकेसम्म त्यसलाई चेन्ज गर्दै होइन, आफूलाई अपग्रेड गर्दै जानुपर्छ जस्तो मलाई लाग्छ। मैले चाहिँ नर्मल्ली पढिराखेका बुकहरूमा जस्तै आध्यात्मिकको कुरा गर्ने हो भने मान्छेको जीवनलाई होइन कसरी चाहिँ एउटा राम्ररी अगाडि बढ्ने होइन, आत्मविश्वासका साथ एउटा चाहिँ स्वस्थ रूपमा होइन, एउटा राम्रो सम्बन्धका साथ कसरी अगाडि बढ्ने भन्ने हिसाबमा आध्यात्मिक बुकहरू नै बढी हुन्छ। जस्तै गीताका कुराहरूदेखि लिएर अरू थुप्रै बुकहरू पनि छन् होइन, नेपाल हाम्रो यो धर्मशास्त्र अनुसारका। अब यो हामीले पढ्ने बुकहरूबाट लिने ज्ञानलाई डेली लाइफमा प्रयोग गर्ने भन्ने चिज होइन आफैमा एउटा महत्त्वपूर्ण कुरा पनि हो। र सबै बुकको चिजहरू हुबहु हाम्रोमा प्रयोग हुन्छ भन्ने पनि होइन। अब जस्तै एउटा भनाइ छ नि, हामीले हिटलरको बुक पढ्दा पनि ज्ञान प्राप्त हुन्छ अरे, किनभने हिटलरको बुक पढ्दा के गर्नु हुँदैन भन्ने कुरा थाहा हुन्छ अरे होइन। त्यस्तै महात्मा गान्धीको बुक एउटा आत्मकथा पढ्दा के चिज चाहिँ गर्नुपर्छ भन्ने थाहा हुन्छ अरे। त्यसैले पढ्दाखेरि हरेक बुकले चाहिँ राम्रा कुरा र नराम्रा कुरा दुइटै दिएको हुन्छ।
तीमध्ये के गर्नुहुन्छ र के गर्नु हुँदैन भन्ने चिजको आधारमा हामीले त्यसरी चाहिँ बुझ्ने हो। त्यसैको आधारमा हामीले कतिसम्म सकिन्छ हाम्रो जीवनमा त्यसलाई फलो गर्ने हो होइन। हुबहु सबै चिजहरू हामी प्रयोग गर्न पनि सक्दैनौँ। हाम्रो सामाजिक परिवेश, पारिवारिक पृष्ठभूमि, हाम्रो चाहिँ जीवनशैली होइन, यो सामाजिक यो सोसियल डाइनामिक्सले पनि यस्ता कुराहरू भर पर्छ। समाजले पनि निर्धारण गर्छ। कतिपय हामीलाई मन नलागे पनि हामी समाजमा सहभागी हुनुपर्छ। समाजको लागि समाजमा एउटा जिम्मेवारी नागरिकको रूपमा रोल खेल्नु। कतिपय अफिसमा हामीले चित्त नबुझ्दै पनि हामीले काम गर्नुपर्छ होइन। इलिगल होइन कि लिगल कुराहरूमा पनि होइन, हामी आफूलाई चित्त बुझिराखेको हुँदैन, तर आफूले त्यो लेभलको एउटा हामीसँग निर्णय गर्ने अधिकार हुँदैन, काम गर्नुपर्ने हुन्छ होइन। आफूलाई चित्त गलत थाहा हुँदाहुँदै पनि अरूलाई हामी भन्दै पनि अरूले नमान्न सक्छ। त्यसैले किनकि त्यो एउटा सामूहिक रूपमा रोल खेल्ने ठाउँ हुन्छ। परिवारभित्र पनि त्यही हो होइन। हामी फ्यामिलीमा पनि हामी सबै चिज एकजनाले भनेको सबैले मान्नुपर्छ भन्ने हुँदैन। आफ्नो रोल हुन्छ, आफ्नो भूमिका हुन्छ। हामी जीवन आफैमा एउटा लर्निङ हो, सिकाइ हो होइन। त्यसरी नै हामीले बुकबाट लिएका नलेजहरूलाई पनि हाम्रो लाइफको ट्रान्सफर्मेसनमा त्यसरी नै आफूलाई सकेसम्म त्यसलाई चेन्ज गर्दै होइन, आफूलाई अपग्रेड गर्दै जानुपर्छ जस्तो मलाई लाग्छ। वाउ, आजको बाबासँग भएको यो अन्तर्वार्ता एकदमै रमाइलो पनि भयो, राम्रो पनि भयो र यसै कन्टेन्ट लिएर हामी फेरि पनि आउँदै गर्छौँ। सो अहिलेको लागि चाहिँ थ्याङ्क यू सो मच फर वाचिङ एन्ड थ्याङ्क यू सो मच बाबा फर योर टाइम। बाई एभ्रिवान।